यो चाहिँ मैले छरेको साग, यो मुला हो। यता तोरीको साग। अनि मैले अलिअलि यस्तो बलौटोमा आलु पनि रोपेको थिएँ। यहाँ मल ल्याइदेऊ भनेको ल्याइदिएन। त्यही पनि यो खरानी आगो बालेको यसो रोपेकी थिएँ। अलिअलि त उम्रेछ। अनि यता यो झार पनि मजाले उम्रेको छ। अनि आलु पनि अलिअलि त भएको छ। यसरी मर्दो रहेछ कि यहाँ चाहिँ पानी नभएर मल नभएर। अनि यसलाई के गर्ने त नि? अनि यस्तै छ। यस्तो हावा छ, जाडो छ, कस्तो कुवेतमा हेर त मेरो आलुलाई त बेरिदिएछ। ए भगवान्, बेरी पठाइछ है। त्यसलाई म पानी हाल्छु। कसरी बेरेको त है? हावाले के सबै। अनि यहाँनेरि पनि यो रायोको साग, यो अब बिउरुवा भयो भने सार्नु पर्ला। त्यही पनि म त अब उता साउदी जान्छु जस्तो छ। अब यतिकै होला यो त। मुला पनि अलिअलि उम्रेछ हौ। सबैतिर छरेकी थिएँ, मरे पनि छ। अलिअलि हान्देकी थिएँ। यता त यस्तो भएर मरेछ है मुला त। यता त पात पनि ठुल्ठुलो भएछ बा। अनि यता ठाउँ हान्देकी थिएँ। पानी भएकोतिरसम्म हान्देकी थिएँ। यता पनि पात त ठुलो भएछ तर मरेछ। यता पनि यति पानी हाल्नुपर्ने रहेछ। मरिभएछ नभए त। यस्तो भएछ। हेर्नुहोस् हाम्रो सबै। अनि अब उता गयो भने अब यतिकै हो। अब कसले के गर्नु त? पानी हाल्नुपर्ने रहेछ। यो त ठुल्ठुलो पात भएछ, 2-3टा त। अब यो खाना बनाउन सके त हुन्थ्यो। पानी हाल्नु पातो। पानी नहालेपछि अब यो रायोको साग यस्तो भएर आएछ। अब यसलाई मल छैन। राम्रो भएछ, ठिकै छ। कस्तो उम्रेछ कि बुर्क भएर पानी मलै छैन। अनि अब के गर्नु त मल नभएपछि? अनि यो चाहिँ अरबी झार कसरी आएको? अरबी झार चाहिँ के दामी भएर आएको छ। म यो सबै उखालिदिन्छु आज। अनि थोरै आलुसँग मिसाएर पकाएर खाने हो। एक छाक त आउँछ नि। धनियाँ पनि नभएर कस्तो मरेछ। अहिले म पानी हाल्छु। भोलि बिहान चाहिँ टन्न पानी हाल्छु। त्यही भएर अब म यसरी उखालिदिन्छु। अनि अब बसुन्जेल त खाना पाइन्छ होला नि। अब साउदी जाइन्छ भन्दैछन्। यसलाई अलिकति खाडिदियो भने हुन्छ कि भनेको के। कलिलो छ, कस्तो दामी छ। अनि यसरी बनाउनु पर्यो। अनि दामी छ। भयो मिठो भयो खाने, नमिठो भयो जाडामा एक छाक भए पनि खान त पाइयो। यहाँ आएको अस्ति 1 महिना भयो मैले छरेको। यहीँ बसिराख्नु पर्छ। म त्योहरू ल्याएर भए पनि रोप्न लाउँथेँ, मलहरू ल्याएर। अब मल पनि छैन। भएछ एक छाक त खान्छु। दुःख सुख गरेर पनि एक छाकभन्दा त बढी नै हुन्छ होला यो त। ठुल्ठुलो चाहिँ उखालिदिन्छु, यो सानो। अनि भोलि बिहान पानी हालिदिन्छु। पानीको त्यहाँ धारा छ। आलु चाहिँ अब उखाल्छन् कि उखाल्दैन, नगएपछि उखाल्छन् त होला। 1 महिनामा आलु हुँदैन। खाइन्छ होला एक छाक त। दामी आछ। आलु छोपी छ। यो त ठुल्ठुलै छ है। नाथे भयो। त्यो पनि मैले त्यो खरानी हालेर अलिअलि फल्यो भने फल्यो। यहाँ त धनियाँ पनि छ के कता। धनियाँलाई चाहिँ जतन गरौँ भनेको उख्लिन्छ होला। उख्लिसक्यो नि त। सबै मरेछ। किन मरेको होला यसरी? मर्न नपाउनु पनि मरेछ। यसरी खानुपर्छ भनेको यही हो। भरे भोलि चाहिँ
मजाले मरेछ हौ। अब भिडियो नबनाऊँ ल, काम गर्छु। यति नै हो साथी हो।